Sun अमिताभ is बच्चनको high. जीवनीलाई हेर्नुस् त। उनी महानायकको रूपमा स्थापना भइसकेर उनको अन्तिम फिल्म थियो मर्द, त्योसम्म मात्रै चल्यो। त्यो मर्दपछि उनको कुनै पनि फिल्म चलेन, त्यसपछि बहुत दर्द भयो। त्यहाँभन्दा अगाडि त उनी सुपरस्टारकै रूपमा चलिरहेको थियो, त्यसपछि उमेर पनि ढल्किँदै गयो, त्यसपछि चलेन, त्यसपछि उनलाई कसैले साइन गरेन, उनी पतनमा गए आर्थिक रूपमा। र त्यही बेला उनले घरमा पालेका कामदारलाई पैसा दिनु समेत थिएन। उनको इन्टरभ्यूमा त्यही कुरा आउँछ। गयो, रोडमा आए, गइसक्यो सबै। तर त्यही मान्छे फेरि केही कालपछि जब कौन बनेगा करोडपति भन्ने सिरिज सुरु भयो, त्यसपछि फेरि राइज भयो। अहिले उनी सदीका महानायकको रूपमा छन्। यो मैले किन बताएको भने सदीका महानायक भनेर जसलाई दर्जा दियो, उनकै जीवनमा पनि अर्श से फर्श तक भन्छ कि आकाशमा गगनमा छोएर फेरि बसेर जमिनमा आइसकेको मान्छे फेरि उठे। त्यसकारण यो कुरा याद राख्नुहोस्, कुनै पनि लाइनमा, चाहे पारिवारिक सम्बन्धमा होस्, कुनै पनि क्षेत्रमा एकचोटि एउटा भयङ्कर समस्या आउँछ, बाढी आए जस्तै। त्यो समस्यालाई तपाईँले सेफ ल्यान्ड गर्न सक्नुभयो भने पार लाग्यो, होइन भने त्यसले बगाडिहाल्छ। त्यही कुरा तर आउँछ यो समस्या, व्यापार गरे पनि आउँछ, सफलताको यात्रामा, कलामा, विज्ञानमा, अध्यात्ममा जहाँ लागे पनि एउटा समस्या आउँछ, किनकि यो प्रकृतिको नियम हो, यसलाई छल्न सकिँदैन। न्युट्रन, प्रोटन, इलेक्ट्रोन तीन चीज मिलेर सृष्टि बन्छ। न्युट्रन न्युट्रल हुन्छ, प्रोटन पोजिटिभ हुन्छन् अनि इलेक्ट्रोन नेगेटिभ हुन्छ। त्यसको मतलब के, नेगेटिभ, पोजिटिभ र न्युट्रल तीनवटा चार्ज मिलेर सृष्टि बन्छ। कुनै चीज बन्नलाई तीनवटा चार्ज के चाहियो, नेगेटिभ पनि चाहियो, पोजिटिभ पनि चाहियो, न्युट्रल पनि चाहियो। नेगेटिभ हामी चाहँदैनौँ, सबै ठिक होस् भन्ने चाहन्छौँ नि हामीहरू, सबै ठिक हुँदैन। सबै ठिक हुनुको मतलब त्यसको अस्तित्व नै रहँदैन। तपाईँलाई थाहा छ जीवनमा एउटै समस्या नहुने एउटै मात्र ठाउँ छ, त्यो हो स्मशान, जहाँ लास जलाइन्छ, त्यहाँ कुनै समस्या हुँदैन। बाँचुन्जेल समस्या बाहेक केही पनि हुँदैन। त्यसकारण जिन्दगीमा समस्याबाट बाहिर आउनु खोज्नै पर्दैन, समस्याबाट बाहिर आउनु खोज्नु नै अर्को समस्या। सवाल समस्याबाट बाहिर आउनु होइन के, सवाल समस्यालाई पचाउनु। याद राख्नुहोस् यो कुरा, समस्याबाट बाहिर कोही पनि आउन सक्दैन, तर समस्यालाई पचाउने हो भने ताकत चाहिँ पेटको बढाउन सकिन्छ। पचाउ त्यसलाई, जे आउँछ मजाले पचाउँछ। फेरि पनि समस्याबाट बाहिर कोही पनि हुँदैन दुनियाँमा, त्यसकारण समस्या समाधान गर्नतिर लाग्नै पर्दैन। त्यो सबै ऊर्जा ताकत बढाउनुमा लगाउनु कि मैले हरेक समस्यालाई पचाउन सकूँ। समस्या नआओस् भन्यो भने त्योभन्दा ठुलो समस्या केही पनि छैन। समस्या आउँछ त्यसलाई मैले झेल्ने, त्यसलाई मैले बचाइदिने, त्यसपछि मात्रै सफलता आउँछ।